एउटा स्टार बनाउन कति पैसा मेहनत र टाइम लाग्छ, बिग्रन 1 सेकेन्ड लाग्दैन। हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँहरूलाई थाहा नै छ होला, यति बेला हाम्रा 3 ठुला सुपरस्टार अनमोल केसी, प्रदीप खड्का र पहल शाहको नयाँ फिल्मको शुभमुहूर्त गरेका छन्। र आजको भिडियोमा हामी यी 3 सुपरस्टारको फिल्म कहिले रिलिज हुन्छ र फिल्ममा हामीले के कुरा देख्न पाइन्छ भन्ने बारेमा भिडियो बनाउँदैछौँ। यो भिडियो एकदमै इन्ट्रेस्टिङ र रोचक बन्नेवाला छ। र भिडियो सुरु गर्नु अगाडि तपाईँले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। लाइफ इज टु सर्ट, बाँच्न जाने भने एक फलले काफी हुन्छ। सुहाना इन्टरटेनमेन्टको ब्यानरबाट बन्ने फिल्म ए मेरो हजुर 5 को यति बेला शुभ मुहूर्त भएको छ र फिल्म नयाँ वर्षमा रिलिज हुने भएको छ। र फिल्ममा हामीले नायक अनमोल केसी, सुहाना थापा, सलन बस्नेत जस्ता थुप्रै कलाकारलाई देख्न पाइने भएको छ। र अनमोल केसीको बाटुलो जुन पछि आउने फिल्म ए मेरो हजुर 5 बन्ने भएको छ र यो फिल्मलाई झरना थापाले डिरेक्सन गर्ने भएकी छिन्। र तपाईँहरूलाई थाहा नै छ होला, ए मेरो हजुरको जति पनि सिक्वेलहरू आए त्यो सबै बक्स अफिसमा राम्रो चलेका छन्। र मलाई झरना थापाको मेकिङ एकदमै उत्कृष्ट लाग्छ। उनले बनाउने फिल्मको क्वालिटी एकदमै राम्रो हुन्छ। झन् यसपालि बढीमालिका जस्तो पर्यटकीय र धार्मिक ठाउँमा फिल्मको सुटिङ हुँदैछ। र झरना थापाको ए मेरो हजुर 5 मा हामीले पक्कै पनि केही नयाँ कुरा देख्न पाउने भएका छौँ। त्यसैले पनि म यो फिल्मको लागि धेरै नै एक्साइटेड छु। एउटा मौका देऊ छया प्लिज। म्युजिक भिडियोको किङ र नेपालको राइजिङ सुपरस्टार पहल शाहको धेरै समय अगाडिबाट अनाउन्समेन्ट गरेको फिल्म एनिमायाको फाइनल्ली सुटिङ सुरु भएको छ। यो फिल्ममा पहल शाह, अन्जना मगरलाई मुख्य भूमिकामा देख्न पाइनेछ। र यो फिल्मको प्रोड्युसर पहल शाह आफै नै हुन्। उनले नै फिल्ममा लगानी गरेपछि पक्कै पनि फिल्ममा केही न केही त खास छ होला। गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। फिल्म हामीले यही वर्षमा हेर्न पाइन्छ जस्तो छ। र फिल्ममा हामीले लभ स्टोरी र इमोसनल कथाहरू देख्न पाइन्छ जस्तो छ। र यो फिल्म अन्जना मगरको डेब्यू फिल्म हो। र यो फिल्मको लेखक र निर्देशक ओम प्रतीक हुन्। उनी एकदमै राम्रो लेखक र निर्देशन भएका कारणले यो फिल्मको लागि म एक्साइटेड छु। तर यो फिल्मको मेकिङ चाहिँ हली फिल्मको जस्तो चाहिँ नहोस् है। ओए यसरी नहेराई लप्पला फेरि। अब कुरा गरौँ नायक प्रदीप खड्काको अपकमिङ फिल्म शुभ विवाहको बारेमा। यो फिल्मको अनाउन्समेन्ट मलाई गजब लाग्यो है। मैले त सोचे साँच्चै यिनीहरूको बिहे भएछ। अरे कहना क्या चाहते हो? लभ स्टोरी फिल्म बनाउने डिरेक्टर सुदर्शन थापाले डिरेक्सन गर्न लागेको नयाँ फिल्म शुभ विवाहको अनाउन्समेन्ट भएको छ। र यो फिल्म पनि चाँडै सुटिङमा जाने भएको छ। र फिल्ममा हामीले प्रदीप खड्का र सनिसा भट्टराईको मुख्य अभिनय हेर्न पाइने भएको छ। यो फिल्ममा मलाई लाग्छ फ्यामिली ड्रामा र लभ स्टोरीमा आधारित छ। र फिल्म फागुन 21 गतेबाट हलहरूमा रिलिज हुँदैछ। प्रेमगीत र लिलीबिली पछि प्रदीप खड्काको फुल फ्लेज लभ स्टोरी फिल्म सायद यही नै हुन्छ होला। त्यसैले पनि म यो फिल्मको लागि एकदमै धेरै एक्साइटेड छु र सायद तपाईँहरू पनि। तर डिरेक्टर साहबलाई म एउटा सजेसन दिन चाहन्छु, यस्तो फिल्म चाहिँ झुक्केर पनि नबनाउनु होला। त्यही प्राणले त तेरो प्राण लिने भयो। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अनि तपाईँहरू चाहिँ यो 3 जना सुपरस्टारको कुन चाहिँ फिल्मको लागि एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोस्। र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। र तपाईँले अझै पनि नेपाल सिने भाइब्स युट्युब च्यानल सब्स्क्राइब गरेको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला।